ललितपुर महानगरका जनताले सर्वत गरेर अत्यधिक मत दिएर उनलाई यो ठाउँमा पठाउनुको तात्पर्य उनले राम्रो डेलिभरी गर्नुहुने राम्रो किसिमको तर्जुमा गरेर कार्यान्वयन गर्नु हो र हामी यहाँ आइसकेपछि साथै रूपमा नगरपालिकाले स्थानीय जनप्रतिनिधिको स्थितिमा विविध कामहरू कामहरू प्रगतिको महसुस गर्ने गरी काम गरोस् भन्ने यस अर्थमा भन्नुपर्दा म यहाँ तपाईँहरूलाई एउटा नम्बर के अनुरोध गर्दैछु भने स्थानीय जनप्रतिनिधिहरूको अनुपस्थितिमा विगत 15 वर्षदेखि हामीले देख्छौँ नगर क्षेत्रमा सडकहरू निर्माण गरिन्छ 1 वर्ष पनि देख्दैन 1 वर्षमा त्यो सडक पानीले वर्षाले गर्दा चाहिँ बगाइदिन्छ। यस अर्थमा हामी अब नगरपालिकामा जनप्रतिनिधिको नेतृत्व गरेर हामी आइसकेपछि हामी त्यस्तो किसिमको सडकको लागि हामी बनाउन दिँदैछौँ।